खासमा चाहिँ विक्रम सम्वत 2081 को समाप्तिसँगै हामी नयाँ वर्ष 2082 को पहिलो दिनमा छौँ र यो दिनलाई खास स्पेसल बनाउनुको लागि र खास मेमोरेबल एकदमै स्मरणीय बनाउनुको लागि हामी डिसी बोइजको जुनियर टिम र सिनियर टिम दुईटै टिम हामी मुना भन्ने ठाउँमा जाँदैछौँ र मुना जाँदै गर्दाखेरि हामी अहिले कुर्मुल भन्ने ठाउँमा छौँ र कुर्मुल भन्ने ठाउँमा हामी एकैछिन आराम गर्छौँ केही नास्ताहरू गर्छौँ र यो बिचमा हामी चाहिँ छोटो कुराकानी राख्छौँ खासमा चाहिँ यो टुर यो पिकनिकको उद्देश्य चाहिँ के हो खासमा तपाईँ यो के अरे यो पिकनिकलाई लिएर कतिको उत्साहित हुनुहुन्छ कतिको खुसी हुनुहुन्छ हाम्रो नरसिंह सरले थोरै कुरा राख्नुहुन्छ प्लिज गाउँलेमा भन्छु म हाम्रो डिसी बोइज टिम चाहिँ 2082 को मुनाको टुर छ हाम्रो त्यसैले म पनि 52 वर्षको बुढो पनि यो 16 को जस होइन केटाहरूसँग म पनि गइरहेको छु धन्यवाद त्यसलाई सेयर गर्नु पर सहमत तो उसको प्रक्रिया नि हाम्रो यो 2082 सालको हाम्रो यो डिसी बोइज साथीहरू र हामी सबैजना यहाँ मुना भन्ने ठाउँमा जाँदैछौँ र त्यहाँ केही रमाइला खानेकुरा केही पकाएर खानेछौँ अनि सँगसँगै रमाइलो हुनेछ भन्ने चाहन्छु ल साह्रै खुसी लाग्यो 24 देउरको जुनियर र सिनियर टिमको यो पिकनिक है 2082 सालको खुसी लाग्यो हल्का शरीर थकान भए पनि जोस मनमा खुसी लागिरहेछ ल धन्यवाद धन्यवाद अब हामी चाहिँ 2081 सालको यङ स्टार डिसी बोइजको चाहिँ यो हामीले चाहिँ पिकनिकको रूपमा मुना जाने तयारी गरिरहेछौँ 81 सालको हाम्रो कामहरूको प्रगति विवरण अनि अब हामीले 82 सालमा के गर्न सकिन्छ भन्ने त्यो छलफल पनि हुन्छ हाम्रो मुना सम्मेलन हामीले यसलाई चाहिँ मुना सम्मेलन भनेर त्यस्तो गरौँ पिकनिकको साथसाथै मुना सम्मेलन भनेर हामी चाहिँ त्यहाँ चाहिँ अब 82 सालको रणनीतिहरू बनाउँछौँ के गर्ने डिसी बोइजहरूले त्यसको लागि हामी जान्छौँ 81 सालको सकेर हामी नयाँ वर्ष 2082 सालमा पहिलो दिनमा छौँ र हामी यो यङ स्टार डिसी बोइज जुनियर सिनियर क्लबहरू अथवा हाम्रो सबै सम्पूर्ण हामी सबै यो कुर्मुलमा पुगिरहेछौँ मुनासम्म हाम्रो टुर छ हाम्रो चाहिँ के भन्नु 81 सालमा हामीले के गर्न सक्यौँ र के गर्न सकेनौँ अनि अब 82 सालमा हामीले के गर्न सक्छौँ हामीले अरू के गर्न सक्छौँ हामी सबै भोलि पर्सि हुन सक्छौँ नहुन सक्छौँ हामीसँग अहिले हाम्रो साथीभाइहरू कोही विदेश स्वदेशभित्रै पनि हुनुहुन्छ विदेशमा पनि हुनुहुन्छ होइन त्यहाँ नभए पनि हामी सँगै छौँ हाम्रो मनमुटुभित्र हामी सबै बसिरहेछौँ होइन त्यसले हामी चाहिँ अब 82 सालमा हामीले के गर्ने डिसीले के गर्न सक्छ के गर्ने भन्ने हाम्रो कार्ययोजनाहरू पनि छन् त्यो बिचमा हामी यो बिचमा पुगिरहेछौँ अब माथि गएर हाम्रो छलफल हुन्छ रमाइलो पनि हुनेछ केही त्यो सँगसँगै अहिले दुई शब्द यहीँ टङ्गिन्छ मेरो ल कमलेशजीको अब लास्ट मेरो पाले बेला ठिकै छ होइन सर्वप्रथम त अब सम्पूर्ण हामीलाई हेर्नुभएका हाम्रा सम्पूर्ण साथीभाइहरू होइन के भन्नु दर्शक भनौँ के भनौँ होइन सबैलाई आउँदै गरेको 2082 को एकदमै शुभकामना छ र आज चाहिँ हामीले चाहिँ यो मुना टुर चाहिँ खास गरी हाम्रो डिसी बोइज
अथवा यङ स्टार डिसी को तर्फबाट चाहिँ आयोजना गरिएको छ र यसको उद्देश्य भनेको चाहिँ हाम्रो चाहिँ धेरै साथीहरूले पनि भनिसक्नु भएको छ र मेरो विचारमा चाहिँ के हुनुपर्छ यो खास उद्देश्य भन्ने चाहिँ मेरो आफ्नो लागेको कुरा चाहिँ भन्छु के हो भने चाहिँ अब यो नयाँ सालको सुरुवात हुँदैछ आजदेखि र यो नयाँ सालको सुरुवात सँगसँगै हामी चाहिँ केही कुरा नयाँ गरौँ र यो 82 सालसम्म पुरै सकभर चाहिँ हाम्रो सम्बन्ध यसरी चाहिँ रहिरहोस् भन्नको लागि पनि हाम्रो यो अविस्मरणीय क्षण रहनेछ भन्ने चाहिँ मैले विचार गरेको छु यो टुरबाट चाहिँ र कति साथीहरू अब भोलि यहाँ हामी हुँला नहुँला रहँला नरहँला होइन कति बाहिर जानुहुन्छ कति चाहिँ यहीँ हुनुहुन्छ यहीँ भए पनि हामीसँग यसरी चाहिँ सबै चाहिँ भेटघाट नहुन सक्छ त्यसैले गर्दाखेरि यो नयाँ सालको सुरुवातसँगै चाहिँ यो साथीभाइ चाहिँ भेट भएको यो के भन्छ जमर्को गरेकोले चाहिँ यो भेटघाटमा चाहिँ केही न केही चाहिँ गरौँ रमाइलो पनि होस् र अविस्मरणीय पनि रहोस् भनेर चाहिँ हामीले चाहिँ यो टुरको चाहिँ खासमा चाहिँ योजना बनाएको हो जस्तो लाग्छ मलाई चाहिँ अनि त त्यस्तो विशेष उद्देश्य चाहिँ त्यस्तो खासै छैन त्यही हो अलिअलि चाहिँ हाम्रो चाहिँ 81 मा के भयो यङ स्टार डिसीले के गर्यो त्यसको समीक्षात्मक कार्यक्रम पनि हुनेछ हाम्रो त्यो माथि त्यो पछिको भिडियोमा आउनेछ र अहिलेको लागि चाहिँ यति नै अब बाँकी चाहिँ अर्को भिडियोमा चाहिँ हामी अर्कोमा भन्नेछौँ बसन्तीको नै रहेछ